आज हामी मगर समुदायमा कौरा नाच कहिले कसरी र कुन गाउँबाट सुरु भएको थियो भने सानो कुरा राख्नेछु। भिडियो मन परे लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्नु। आज हामी मगर समुदायमा कौरा नाच कहिले कसरी र कुन गाउँबाट सुरु भएको थियो भने सानो कुरा राख्नेछु। भिडियो मन परे लाइक कमेन्ट शेयर र सब्स्क्राइब गरिदिनु होला। मगर समुदायभित्र सांस्कृतिक विविधता पाइन्छ। मगरहरू सांस्कृतिक रूपमा निकै सम्पन्न छन्। मगर जातिमा कौरा नाचको प्रचलन शताब्दीयो पुरानो भएको कुरा इतिहासले भन्दछ। 1980 सालतिर मगरात राज्य, हाल गण्डकी प्रदेश, तनहुँको रिसिङ मगर गाउँबाट सुरु भएको पाइन्छ। यो नाच र गीतको नाम मगर ढुट। भाषाबाट नामाकरण भएको प्रमाणहरू छन्। गाउँघरको दैनिकी वातावरण अनुसार युवा युवती, तन्नेरी, तरुणीहरू दिनभरि घाँस दाउरा मेलापात गरी थकित भई बेलुका पख दिनभरिको थकाइ बिर्साउन मनोरञ्जन गर्ने प्रचलन अनुसार युवाहरूको समूह आपसमा सरसल्लाह गरी आज कसको घरमा नाचगान गर्न जाने हो भन्ने सल्लाह बमोजिम आफ्ना दमाली केटीहरूको घरमा केटाहरू खैजडी, डम्फु, मादल, मुरली, मजुरा आदि वाद्यवादन सामग्रीहरू लिएर नाच गानको लागि केटीको घर आँगनमा पुगिसकेपछि हामी आयो है भनेर कानरा है कानरा भन्ने चलन थियो। मगर भाषामा कानराहा अर्थात् हामी आयो है नाचगानको लागि भनेर जानकारी दिने चलन हो। कानराहा कानराहा हामी आयौँ भन्दा भन्दै यो नाचको नामै कानराहा बन्न पुग्यो। पछि कानराहा अपभ्रंश भएर कौराहा शब्द बनेको हो र कौराहाबाट आजभोलि कौरा भएको हो। कौरामा पुरुषहरू गाउने र बजाउने गरिन्छ भने महिलाहरू नाच्ने गरिन्छ। धन्यवाद। भिडियो मन परे लाइक कमेन्ट शेयर र सब्स्क्राइब गरिदिनुहोस्। मगर छ मलाई